हेलो गाइस, नमस्ते सबैजनालाई। आज चाहिँ कति महिनापछि चाहिँ मलाई भ्लग बनाउन मन लाग्यो नि त। म चाहिँ सुजाता छेत्री अनि मेरो बहिनी चाहिँ यशोदा छेत्री। आज हामी लास्ट हो भेट्ने। भोलि म जान्छु। हामी कति 6-7 महिना बाद भेटेको थियौँ, फेरि छुट्नु पर्यो हैन। अन्त हामी चाहिँ कलर एक्सचेन्ज गेम पुरा अहिले फेसबुक युट्युब सबैतिर भ्लगरहरूले हैन, त्यो टिकटकरहरूले सबैले त्यो गर्दैछ नि त। तर हामी चाहिँ त्यस्तो महँगो चाहिँ हैन, अलिकति सस्तो इन्जोय पनि हैन। अन्त हाम्रो बजेट कति भयो तपाईको? मेरो त्यस्तो त थाहा छैन, 1500हरू होला हौ। मेरो त त्यो कम्ती छ। अब दिदी त परे ठुलो मान्छे हैन, अब उता बजार पनि जानुहुन्छ। अनि म चाहिँ के ल्याएँ भने मेरोमा चाहिँ थियो बजेट खाली 70 रुपैयाँ। तर त्यही छैन, खुसी हुनुपर्छ किनकि मैले अब मेरो बजेट कम भए मैले एउटा दुईटा सामान ल्याइदिएको छु एउटै कलरमा पनि, बुझ्यौ नि। स्टार्ट गरौँ ल। फर्स्ट कलर छ हाम्रोमा रेड। ल लेखी राखेको छ है, लेखिन्छ भने निकाल्नु निकाल्नु पहिला। यो चाहिँ मेरो पिटार है। मेरोमा यस्तोमा सबै सामान छ। छिटो निकाल। तपाईँ फर्स्ट मलाई याद भयो चिप्स। 2 1 गो। डान्स गर्दा लाउने लाछा एउटा मेरो अन्त मेरो बहिनी चाहिँ डान्स गर्छ नि त अलिअलि बेसी। माथि एउटा अझै एउटा छ। थ्याङ्क यू। एउटा दिदा छ, तपाईँ पनि लेखिदिनु। अब बजेट कम होइन, के गर्नु त। अब अर्को छ हाम्रोमा अरेन्ज मेरोमा दुईटा छ हौ। करेन्ट होइन अरेन्ज भयो। ल 3 2 1 गो। एउटा पेन्सिल, त्यहाँदेखि चिप्स। तपाईँ दिल्ली मेला गयो है? गयो नै दिल्ली मेला। मलाई याद थियो चपस्टिक पाउँछ नि त, चपस्टिक ल। थ्याङ्क यू। चपस्टिक मेरोमा अब भयो 3टा। ल ग्रिन त मेरोमा पुरा छ हौ। भन्दा कस्तो सुन्छ होला है, छैन एकैछिन न। भयो रेडी? 1 2 3 गो। यो चाहिँ मैले मेरो बहिनीको अनुहार पुरा ड्राई हुन्छ नि त। यो चाहिँ मेरो दिदीलाई सेलो टेप र एउटा मेरो मलाई मनपर्ने क्लिप दिएको हैन। हेर्नुहोस् ल। थ्याङ्क यू। यो दिएको छ मेरो दिदीले। कहाँ लिएर जानु होला है? म सेलो टेप काट्नु मिल्छ। ए जान्दिनँ नि त, फेरि चलाउनु पर्ने हो। अब छ थ्याङ्क यू। ब्ल्याक लगाएछु। ब्ल्याक चाहिँ मलाई अलिक त्यस्तो राम्रो नभए मैले ल्याउनु चाहिँ लिएको थिएँ। ल 3 2 1 गो। ह्याप्पी यो चाहिँ मैले ब्याग ल्याइदिएको बहिनीलाई। साँच्चै नै? तर अब गेममा पनि हुने अनि स्कुल पनि लाग्नु लागेको छ नि त बहिनीको, ट्युसनमा पनि लाग्ने हैन। थ्याङ्क यू। यो चाहिँ मेरो दिदीलाई। अब दामी छ है। मेरो फेभरेट बिस्किट चाहिँ ह्याप्पी। अब छ तपाईँको व्हाइट मैले त्यस्तो पाइनँ कि मैले खोजेँ। भिडियो लाग्नु हुँदैछ, छिटो खोजे अन्त पाएँ हौ। 3 2 1 गो। ला मलाई खोकी लागिरहेको छ र ल्याइदिएछ, खान्छु अहिले। थ्याङ्क यू। मन परेन होला? दामी रहेछ, मन पऱ्यो मलाई व्हाइट ठिकै। के हो यो? निम्बु पानी रहेछ, निम्बु पानी। अब हाम्रोमा छिटो गरौँ। पिङ्क आई हेभ लट अफ थिङ्स। 3टा चिज छ मेरोमा पिङ्कका, तर सस्तो मस्तो छ। भयो। 3 2 1 गो। एउटा क्लिकवाला पेन, रबर ब्यान्ड, एउटा लिप ग्लोस, अनि एउटा पेन्सिल। पुरानै दिइहालेर। थ्याङ्क यू र पनि थ्याङ्क यू। तपाईँलाई पनि थ्याङ्क यू। के दामी रहेछ। पेन पनि कति पुरानो होइन ल, अस्ति भर्खर किनेको त्यो चढाउनुलाई। गिफ्टै हो। लिप ग्लोस यत्रो छ, 20 रुपियाँ गर्ने हो। थ्याङ्क यू। अब छ हाम्रोमा पर्पल।
के किन्नु भनेर पर्पलै पाउँदैन रहेछ हौ मैले चाहिँ किनेको छु कतिवटा न हेर्नु न ल 3 2 1 गो ए बीटीएस फेरि हो म्याडम यो चाहिँ पेन हो पेन BTS ब्ल्याक पिङ्क पाएन तर मलाई चाहिँ मनै पर्दैन बीटीएस आई डोन्ट लाइक तीनटा चीज छ थ्याङ्क यू कुन चाहिँ पर्पल यो पर्पल हो यो डेरी मिल्क पनि पर्पल त हुन्छ नि भित्रपट्टि त ब्राउन हुन्छ नि नि हावा लुलु अब छ ब्राउन कुन ब्राउन ब्राउन ल ब्राउन झन् नपाएको मैले के पनि 3 2 1 गो मेहन्दी चाहिँ म कहाँ छ त लगाउनु एउटा क्लिप छ राम्रो थ्याङ्क यू अब ब्राउनै मानिन्छ त्यसै र अलिकति ब्राउनै छ मैले चाहिँ केक पायो पाएँ है अब छ मको गिफ्ट किन्नु पाउँछु है ब्लू ब्लू छैन कि लु 3 2 1 यो चाहिँ मैले पाएकै थिइनँ अन्त यहाँ चाहिँ ब्लू छ नि त त्यही भएर ल्याइदियो थ्याङ्क यू वेलकम थ्याङ्क यू अब के गर्नु मलाई पेन गिफ्ट दिने मान्छेहरू पुरा मनपर्छ अब छ मलाई याद छ त्यो त येल्लो हेर्नै पर्दैन हेलो 3 पायो येल्लो राम्ररी 2 1 गो निकाल्नु न थ्याङ्क यू मैले बुझेँ यसले गर्दा बजेट ज्यादा भएको रहेछ ब्यागले बजेट ज्यादा खाएको अब देखाउनु सामानहरू मेरो त अब सबै लो बजेटको होस् फ्रुटी खाँदिनँ फेरि मलाई यहाँ यस्तो दुखिरहेको छ गाडी दादा राख्नु मेरो त हातमै नआउने सामानहरू छ एकैछिन अझै छ थ्याङ्क यू फर द्याट मन पर्यो है तपाईँको हो यो अन्त यो ब्याग छ मेरोमा चाहिँ दामी पर्यो मन पर्ने ब्याग हो अब त झन् मन पर्यो मलाई वाटरप्रुफ ब्यागहरू यस्तो मनपर्छ नि म के गर्नु अब जुन चाहिँ नराम्रो ब्याग पनि वाटरप्रुफ छ भने मलाई मन परिहाल्छ ओके गाइस बाई बाई थ्याङ्क यू फर वाचिङ हाम्रो भिडियो हेरिदिनु होला कहीँ भुल भए माफ गरिदिनु होला हामीलाई भिडियो बनाउन आउँदैन हामी चाहिँ फर्स्ट हो होइन